वेलकम ब्याक टु गाइज। आजको यो भीमलेबु ब्लगमा यहाँलाई स्वागत छ। फेरि पनि आज विशेष गरी होली पर्व मिति 2081 फागुन 29 गते आज होली खेल्नको लागि पाँचथरको सदरमुकाम फिदिम बजारमा जाँदैछु। त्यहाँनिरको माहौल के कसो छ त्यो भने हामी हेर्नेछौँ। किप सपोर्ट मी हैन, च्यानललाई सब्स्क्राइब गरिदिनु होला हैन, अनि लाइक कमेन्ट पनि गरिदिनु होला। कुरो त्यस्तै हो। अब त्यहाँ पुगेपछिको भिडियो पक्कै पनि म राख्ने नै छु, हेर्दै गर्नु होला। होलीको माहौल हेर्ने क्रममा हाम्रो विपिन्द्र भाइसँग पनि जम्का भेट भएको छ र हाम्रो लगभग सँगसँगै आजको सहयात्रा, हाम्रो सहयात्री भनौँ, हाम्रो सँगसँगै सदरमुकामसम्मको यात्रा र त्यहाँको होलीको रौनक हेर्नको लागि चाहिँ जाँदैछौँ। अनि हामी पनि खेल्छौँ। त्यहाँको भिडियो पनि राखि नै हाल्छौँ, तपाईँहरूलाई देखाइहाल्छौँ। अब तल खुट्टा पनि देखाउँ होला हामीले के लाछौँ। यस्तो यस्तो चिजहरू लाउँछौँ हामी त होइन, मार्टिन सुजहरू लाउँछन् होइन। यतिको खतरा हो नि त, डक्टर सुज कि के अरे। ल सो अहिलेलाई चाहिँ हामी मोटर चढिसकेका छौँ। मोटरमा चढेर भ्यू हेर्नुपर्ने छ होइन, सिनहरू सुट गर्नुपर्ने छ। आजलाई चाहिँ यस्तो छ है हाम्रो बसाइ, मुनि बस्नु सकिँदैन यस्तो त्यो छ है गाई। मुनिमा चढ्नुको मजा छुट्टै छ, तर पकेर बस्नुपर्छ। अनि अब यस्तै हो हाम्रो चाहिँ। अब आफ्नो गाडी नभएपछि त अब यसको मोटर चढ्नु पर्ने हुन्छ होइन त हो। त्योरिका भ्लगिङ पनि यस्तै हुन्छ हाम्रो त। हामी दृश्य देखाउँछौँ यसरी। बाटो यस्तो छ हाम्रो पाँचतरतिरको, के भन्नु होइन। 9 डाँडा निस्किन्छ यो बाटो हुँदै फिदिम। अहिलेलाई हामी सार्किटार सोक्रुम्बाको टाउकोमा छौँ। यहाँ तल भिड हेर्न सक्नुहुन्छ। यस्तो गजबको छ कि बाबा कुरै नगरौँ। ल आजलाई एकछिनपछि फेरि अर्को भिडियो आउँछ है त। त्यो बेला हामी मन्तरी चोकको दृश्य देखाउँदैछौँ। यो मन्तरी चोक हो, यो चाहिँ हाम्रो गाउँको मन्तरी चोक। मन्तरी भन्ने मान्छेले चाहिँ पसल गरेको कारणले यहाँ चाहिँ मन्तरी चोक हो होइन। यस्तो छ है गाइजहरू। उहाँ नै हुनुहुन्छ यहाँको प्रोप्राइटर। र यसरी हामी 9 डाँडा अमलाबुङ पुग्न आँट्यौँ। यहाँ मन्त्री वडा कार्यालय छ। त्यस्तै गरी यता बजारको दृश्य तपाईँहरूलाई देखाउँदैछौँ। यो बजार एरिया, यहाँ चाहिँ प्रत्येक साल रामनवमी मेला लाग्छ। अनि प्रत्येक महिनाको 3 गते र 16 गते यहाँ बजार लाग्छ, रामनवमी बजार। यहाँको भ्यू एकदमै राम्रो छ। यो पर्यटकीय स्थल पनि हो। यस्तो दामी भाइब्स आउँछ कि होइन, यहाँ कुरै नगरौँ। हामी देख्न सक्छौँ बजार एरियाभित्र कालोपत्री पक्की बाटो पिच आइसकेको छ। एकपटक तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। हुँदै हामी अहिले पनि हामी सामदेन आइसक्यौँ। यो सामदेनको बजार, यसपछि यो बाटो हुँदै फिदिम जाने बाटो। यहाँदेखि देब्रे साइड मोडिन्छ बाटो। देख्न सक्छौँ फिदिम बजार एकदमै सुनसान छ। होली गत वर्षको जस्तो रमाइलो छैन, त्यही भएर अब हामी मास्तिर जाउँ। सर्वप्रथम त कुरो के भने रौनक देखिएन क्या होलीको यो साल चाहिँ। दुःख लागेको कुरो है, यो साल हाम्रो फिदिम बजारमा चाहिँ रौनक त्यो छैन, अलिअलि आउँदैछ। पहिला यही ठाउँमा चाहिँ रौनक हुन्थ्यो। यी बच्चाहरूको मात्र छ, यी छैन हौ आज।
त्यस्तो स्पेसल स्याप सुनसान छ होइन फिल्ममा पहिलोचोटि होला यसरी अब चुपचाप सुनसान भयो लु होली होली तपाईँलाई के छ अनि लु यहाँ होली त लागेको छ नि त अलिअलि 2-4 जनालाई लाग्यो नि सबैलाई नलाग्यो राम्री राम्री केटीहरूले चाहिँ होली खेल्दै रहेछन् तलतिर देखाउँ कि क्या हो आजको होली छैन भनौँ न पहिलाको जस्तो अब यस्तै छ फिल्मको माहौल आजको ह्याप्पी होली अलिअलि यहाँ चाहिँ खेलेछन् अलिअलि खेलेछन् अन्त कि डुल्दा डुल्दा अब भोक लाग्यो नि त खाजा खाइदेऊ नि त भनेर खाइदिएको नि त होइन यहाँको पनि छैन रहेछ रौनक के भन्छ होलीको रौनक छैन यहाँ पनि ल फाइनली यो ठाउँमा नि पुग्यो यो ठाउँमा पुगेर फिल्म सहरको दृश्य अवलोकन गर्नुको मजै छुट्टै छ त्यो चाहिँ थाहा भएन एउटा बस्ने ठाउँ रहेछ यो मजाले बसेर चाहिँ हावा खानुको मजै बेग्लै छ शीतल हावा आउँदो रहेछ होइन त अब हाम्रो अब यस्तै हो फिल्म बजारको घुमाइ आज होली विशेष टिकटकमा निकै भाइरल ठाउँ फिल्मको यो भ्यू टावर भन्नु कि के भन्नु हावा खाने ठाउँ होला नि त होइन जस राम्रो छ है सबैजना आएर रमाइलो गरिदिनु होला है त यो ठाउँमा हामी पनि यहाँभित्र छिरेर हेर्छौँ ल भ्यू कस्तो देखिन्छ भित्र त एकदम कम्पाउन्ड एकदम ठुलो रहेछ अनि यहाँदेखि दृश्य हेरौँ वाउ क्या सुन्दर देखिन्छ फिल्म बजार ओहो यो ठाउँमा पुगेपछि सबैजनाले टिकटक बनाउन थाले त्यसपछि हामी पनि के कम त भनेर हामी टिकटक बनाउन थाल्यौँ क्या यहाँ हेर्नु है टक्कसँग भाइलाई खिच्न लाग्यो होइन यहाँ कोड नमिलेर होइन तिर्का बवाल छ नि हो बिजोक छ अनि अब यस्तै हो ल यति घुमिसकेपछि त अब घर फर्किनु पर्यो घर फर्किँदै गरेको क्रममा हामीले सिन लिइहालेको क्या एकदमै राम्रो ठाउँ रहेछ यो के भन्छ यो मैदाने भन्ने ठाउँको सिन अलिकति लिइहालेको अब घर फर्किने क्रममा 9 मिटाडा आइपुग्यो हेरौँ है 9 मिटाडामा चाहिँ रमाइलो रहेछ क्या यहाँ फेरि फिल्मको भन्दा नि यहाँनिर चाहिँ होली एकदमै राम्रो चल्दै रहेछ गाइजहरू आज फिल्म पुगेर घुमफिर गरेर पनि ह्याप्पी होली सेप्पी होली सबै बनाएर पनि आइयो फर्कियो र अब आजको भिडियो
यति नै हो भिडियोलाई लाइक गरिदिनु पर्यो सपोर्ट पनि गरिदिनु पर्यो अनि भीम लिम्बू भ्लग च्यानललाई तपाईँले चाहिँ सब्सक्राइब गर्नु पर्यो कि परेन हौ ह्याप्पी लो दाजुसँग फेरि पनि हाम्रो यात्रा रह्यो फेरि पुगेर फर्किने क्रममा भाइरल दाजु के छ खबर अनि हजुरको अरे के हुनु र हो यहाँ भारी छ यार टाउकोमा नाम्लो छ पछाडि डोको छ भनेपछि तपाईँले हाम्रो सुनिता थेगिमको दिदी रोजा लिम्बूलाई नचाउनु भयो पास्तरमा ल्याएर अरे ने नाच्ने मान्छे बा ननाची त आतो पोङमा गर्छ बाबे हौ पास्तर सोल्टाहरू कम छन् त कम छैन इलामे सोल्टिनीहरूलाई त फन घुमाइन्छ होइन घुमाउनु मात्र घरमै पनि ल्याइन्छ अरे डोको बोकेर भए पनि डोको बोकेर त पैसा कमाउने हाम्रो रोजा लिम्बूले नि कृपया भिडियो हेर्दै हुनुहुन्छ भने उहाँलाई के भन्नु चाहनुहुन्छ म त के भन्छु भने फेरि पनि आई लभ यु फेरि पनि भेटौँ ल फेरि नाचौँ आई लभ यु आज होइन होली अब बोलौँ भोलि भन्छु है लु सेवारो लासो अन्त कि टक्कसँग घरमा आइपुग्यो भान्जाको बर्थडे रहेछ फेरि ल त्यहाँनिर अलिकति झुम्नै पर्यो होइन भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद यहाँहरूलाई च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला सेवा